क्यामेरा आफैमा कम्प्लिट डिभाइस होइन। क्यामेरालाई कम्प्लिट बनाउनको लागि लेन्स पनि चाहिन्छ। तर म यो भिडियोमा क्यामेरामा मात्रै फोकस हुनेछु, लेन्सको बारेमा अर्को नै भिडियो बनाउँछु है त। हेलो भाङ्रे भियर, म ज्ञात, तपाईँलाई भाङ्रे फिल्म मेकिङ एजुकेसनमा स्वागत छ। र आजको हाम्रो टपिक छ वाट इज क्यामेरा। एक लाइनमा भन्नुपर्दा क्यामेरा भनेको लाइटलाई क्याप्चर गरेर फोटो वा भिडियो बनाउने डिभाइस हो। क्यामेराले कसरी काम गर्छ? सबैभन्दा पहिला लाइट सोर्सबाट लाइट सब्जेक्टमा पर्छ, त्यसपछि त्यो लाइट रिफ्लेक्ट भएर लेन्सको माध्यमबाट सेन्सरमा गएर पुग्छ। सेन्सरले त्यो लाइटलाई क्याप्चर गर्छ र क्यामेराको प्रोसेसरले त्यसलाई प्रोसेस गरेर डिजिटल फोटो वा भिडियो बनाउँछ। अन्त्यमा त्यो इमेज डिस्प्लेमा देख्न सकिन्छ। त्यसैले क्यामेराको सबैभन्दा महत्त्वपूर्ण कम्पोनेन्ट भनेकै सेन्सर हो। फोटो वा भिडियो भनेको लेन्सको माध्यमबाट हुँदै आएको लाइटलाई सेन्सरद्वारा कलेक्सन गरेर प्रोसेसरले प्रोसेस गरेर डिजिटल फोटो वा भिडियो बनाउनु हो। यसको मतलब जति ठुलो सेन्सर साइज उति नै बढी लाइट कलेक्सन गर्न सक्ने भएकोले इमेज क्वालिटी पनि राम्रो आउँछ भनेर बुझ्न सकिन्छ। अर्को शब्दमा लाइट भनेको इमेजहरूको र म्याटेरियल भनेर बुझ्दा पनि हुन्छ। त्यसैले फोनबाट खिचेको फोटो भन्दा मिररलेस क्यामेराहरूबाट खिचेको फोटो राम्रो आउने मुख्य कारण नै सेन्सर साइज हो। छोटोमा लाइट, लेन्स, सेन्सर, प्रोसेसर, फोटो और भिडियो अन डिस्प्ले। अब हामी सेन्सर साइजको बारेमा बुझ्नेछौँ। सबैभन्दा पहिले फुल फ्रेम क्यामेराको साइजबाट सुरु गरौँ। प्रायः जसो फुल फ्रेम क्यामेराको फिजिकल सेन्सर साइज 35 mm अर्थात् 3.5 cm हुन्छ। अलमोस्ट पहिला हामीले रिलवाला क्यामेरामा प्रयोग हुने नेगेटिभ साइजको जत्रै नै हो फुल फ्रेम सेन्सर साइज भनेको। यो सेन्सर साइजलाई स्ट्यान्डर्ड सेन्सर साइज पनि मान्न सकिन्छ, किनभने फुल फ्रेम सेन्सर साइजको आधारमा नै कुनै पनि क्यामेराको सेन्सर साइज ठुलो छ कि सानो छ भनेर छुट्याउने गरिन्छ। क्यामेराको सेन्सर साइजको आधारमा क्यामेराको प्रकार। फुल फ्रेम, यसको सेन्सर साइज लगभग 36 mm देखि 24 mm को हुन्छ। जस्तै क्यानन को EOS R6, R5, R3, सोनीको A7 IV, 5, A7S3, FX3, नाइकनको Z6 आदि। APS-C साइज लगभग 22 देखि 23 mm र 14 mm देखि 15 mm सम्मको पनि हुन्छ। यसको क्रप फ्याक्टर 1.5 देखि 1.6 सम्म फुल फ्रेम भन्दा हुन सक्छ। त्यही मिररलेस क्यामेराहरू RF, EF-M सिरिजको R50, सोनी A6700, नाइकन Z50 आदि। माइक्रो फोर थर्ड MFT, यसको साइज लगभग 17.3 mm देखि क्रप फ्याक्टर चाहिँ 2 फुल फ्रेम, ठ्याक्कै फुल फ्रेम भन्दा आधा नै हुन्छ। इक्जाम्पल पानासोनिकको GS5, ओलम्पस OMD M10। 1 inch सेन्सर साइज लगभग 13.2 mm into 8.8 mm अर्थात् 1 inch हुन्छ। इक्जाम्पल सोनी ZV-1, क्यानन G9, X Mark II। एक्सन क्यामेराहरू पनि छन् 360, 1R, 1 inch एडिसन, कम्प्याक्ट अथवा स्मल सेन्सरहरू। यसको फिजिकल साइज भनेको 7 देखि 9 mm को हुन्छ। फिचर चाहिँ प्रायः जसो स्मार्टफोनहरू र एक्सन क्यामेरामा हुने गर्छ। DJI Osmo Action 4, Insta360 S Pro, GoPro, Hero 30 Black। मिडियम फर्मेट सेन्सर। मिडियम फर्मेट भनेको 35 mm फुल फ्रेम भन्दा ठुलो तर लार्ज फर्मेट भन्दा सानो फर्मेट हो। साइज चाहिँ 44 देखि 53 mm into 33 देखि 40 mm सम्मको हुन्छ। प्रायः जस्तो चाहिँ प्रोफेसनल फोटोग्राफर, स्टुडियो फोटोग्राफरहरूले युज गर्छन्। फुजी फिल्मको GFX 100 सेकेन्ड, ह्यासलब्लेड X2D फेज 1 क्यामेराहरू। नोट 53 into 40 mm सेन्सर साइजलाई कहिलेकाहीँ ट्रु मिडियम फर्मेट पनि भनिन्छ। लार्ज फर्मेट सेन्सर। लार्ज फर्मेट सेन्सर भनेको मिडियम फर्मेट भन्दा पनि अझै ठुलो सेन्सर साइज हो। यो चाहिँ प्रायः जसो 4x5 inch सम्मको हुन्छ वा 8 देखि 10 inch सम्मको पनि हुन्छ। यसको चाहिँ सबैभन्दा राम्रो कुरा रिजोल्युसन एकदमै ज्यादा हुन्छ। एक्सट्रिम डिटेल सटहरू लिन पनि प्रयोग गरिन्छ यो सबैभन्दा महँगो पनि हुन्छ। ओके, त्यसो भए सेन्सर साइजले के कुरामा इफेक्ट गर्छ? इमेज क्वालिटी, जति ठुलो सेन्सर साइज उति नै इमेज राम्रो आउने गर्छ र लो लाइट पर्फर्मेन्समा पनि यसले असर गर्छ। जति ठुलो सेन्सर साइज उति नै लो लाइट राम्रो हुने गर्छ र डाइनामिक रेन्जमा पनि एकदमै असर गर्छ। अँध्यारो र उज्यालो दुवै भाग डिटेलमा देखाउन सक्छ। कलर एक्युरेसीमा पनि फरक पार्छ। डेप्थ अफ फिल्डमा पनि फरक पारि नै हाल्छ। जति ठुलो सेन्सर साइज उति नै बढी डेप्थ दिन्छ र भिडियो क्वालिटीमा
विशेष इम्प्याक्ट पार्छ। ओके, त्यसो भए हामी प्रयोगको आधारमा चाहिँ टाइप्स अफ क्यामेरा कति प्रकारको हुन सक्छ। फर्स्टमा सिनेमा क्यामेरा, यो चाहिँ प्रायः जसो हाई एन्ड मुभीहरू सुट गर्नको लागि प्रयोग गरिन्छ, बलिउड हलिउड मुभीहरू बनाउनको लागि। फोटो क्यामेरा, प्रोफेसनल फोटोग्राफी गर्नको लागि प्रयोग गरिन्छ। हाइब्रिड क्यामेरा, यसले चाहिँ फोटो र भिडियो दुवै लिन सकिन्छ। एक्सन क्यामेरा, स्ट्रिम गर्न अथवा लाइभ गर्नको लागि पनि फाल्टे क्यामेराहरू हुन्छन् र ड्रोन क्यामेराहरू पनि हुन्छ। आई होप क्यामेराले फोटो र भिडियो कसरी बनाउँछ अनि क्यामेराको सेन्सर साइज र क्यामेराको प्रयोग अनुसार क्यामेराको प्रकारहरू पनि बुझ्नुभयो होला अनि क्यामेरामा सेन्सरले मुख्य खेल्ने भूमिका पनि बुझ्नुभयो होला। यदि तपाईँलाई केही कन्फ्युजन छ भने कमेन्ट गरेर सोध्न सक्नुहुनेछ। सकेसम्म म तपाईँलाई बुझाउने कोसिस गर्नेछु। यदि योभन्दा पहिलेको वाट इज ब्लग भन्ने एपिसोड हेर्नुभएको छैन भने म यहाँ लिङ्क राखिदिन्छु, हेर्नुहोला। अनि हाम्रो भ्लगिङ च्यानल पनि भिजिट गर्न सक्नुहुनेछ। र यदि तपाईँ जस्तै कोही भ्लगिङ गर्न इन्ट्रेस्ट हुनुहुन्छ, क्यामेरा बारेमा सिक्न चाहनुहुन्छ र एडिटिङ पनि सिक्ने सोच्दै हुनुहुन्छ भने तपाईँको लागि यो पर्फेक्ट च्यानल हो। सब्सक्राइब गर्नुहोला र उहाँलाई पनि सेयर गरिदिनु होला। धन्यवाद। अब हामी अर्को भिडियोमा लेन्सको बारेमा बुझ्नेछौँ। डु सब्सक्राइब एन्ड लर्न मोर।